सिआरडी गाउँपालिकामा पनि म सहकारी व्यक्तिको रूपमा रहेको छु। अनि यसरी मेरो परिचय सँगसँगै यहाँको परिचयले मलाई ठुलो जवाबको इच्छा हुँदाहुँदै पनि म लेट के भइदियो होला त्यहाँसम्म तल आउनु पर्दैन त्यो गर्ने थियो माथि गएको अलि दुर्गानगरै पढेछु किन सधैँ हिँड्ने मान्छे है माथि त्यो खोला भेट्नु लोग्ने सब तपाईँको तल यता जानु भन्नु तिमी मान्छे भेट्नु भयो एकैछिन त्यहाँ गफ गरिहाल्नु भेट गरेपछि होइन त्यहाँ ढिलो भयो त्यसका लागि सरी भन्न चाहन्छु। र सबैभन्दा पहिले हामी सहकारीको मेम्बरहरू आज विशेष गरी सञ्चालक समिति उपसमितिहरू तपाईँको क्षमता विकास साथै उत्प्रेरणा कार्यक्रम भनेर यहाँ राखिएको छ। यो कार्यक्रम आयोजना गर्ने यो कार्यक्रमको आयोजना गर्ने बजेट व्यवस्थापन गर्ने सञ्चालक समिति र व्यवस्थापकलाई सबैले सहभागीहरूले एकचोटि ताली बजाएर सम्मान गर्नु। अनि यो हल उपलब्ध गराउनको लागि सहयोग खेल्नुहुने यस क्याम्पसको व्यवस्थापन समिति विशेष गरी पनि क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षज्यूलाई पनि म सम्मान र एउटा केही सानो कुराको प्रेरणामूलक एउटा कुरा राखेर हाम्रा स्लाइडहरू अगाडि बढाउँछौँ। हामी आज सहकारीमा सहकारी राम्रो नराम्रो सहकारीमा आएर बिग्रेको भन्ने सबैका धेरै कुराहरू सुनेका छौँ। त्यसै सम्बन्धी मिल्छ मिल्दैन एउटा सानो भनाइ राखेर कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। एउटा मानिस गइरहेको छ पीडाले ऋणले हो धनले हो श्रीमतीले हो छोराले हो छोरीले हो गइरहेको के भएको छ अनि कालीगण्डकीको तीरमा बसेर त्यो कालीगण्डकीको कञ्चन पानी निलो पानी है त्यो पानीमा त्यो बैराग दिएर पीडाले उसले बगरको ढुङ्गा उठाउँदै फाल्दै गरेछ। उसलाई नैराश्यता मात्रै थियो मैले के गरेछु उसलाई माथेमा उठाएर अन्तिममा एउटा उठाएर ढुङ्गा फाल्दा सक्छु ढुङ्गा हातदेखि टल्काउँदै उजेलो हुँदै कालीगण्डकीको कञ्चन पानीमा छलाङ हान्दाखेरि त्यो झल्याक्स भएछ। ला मैले के गुमाएँ कालीगण्डकीमा हिरा हुन्छ मोती हुन्छ विष्णुकै अवतार शिला हुन्छ ऊ झसाङ्ग हुन्छ मैले के हिरा भन्दाखेरि उसको हातबाट हिराको टुक्राले हाल्दै गर्दा जीवनलाई नरियासेता हुँदै हाल्दै गर्दा उसले मैले के गरेछु उसलाई थाहा छैन। उसले हिराको टुक्रालाई कालीगण्डकीमा अझ हामी बेहोसमा सहकारीमा लागेका छौँ कि होसले सहकारीमा लागेका छौँ। अनि कहिले रामबहादुरको सहकारीमा कहिले श्यामबहादुरको सहकारीमा कहिले हरिबहादुरको सहकारीमा हामी सदस्य बन्दै हिँडेका छौँ। कुन सहकारी राम्रो भनेर हामीले वास्ता गरेका छैनौँ। सहकारी मात्रै चाल्दै हिँडेका छौँ। आफू पहिला गएको सहकारीलाई भुल्दै हिँडेका छौँ। कतै हामीले आफ्नो सही सहकारी भुलेर त्यही ढुङ्गा फाल्ने क्रममा हिरा पो फाले आएनौँ। हिरालाई छोडेर हिरा जस्तो सहकारी छोडेर हामीले किरा जस्तो सहकारी आउँछ कि हामीले सोध्नुको विषय छ। महिला सहकारी महिलाहरूको राम्रो हो कि अरू सहकारी महिलाका लागि हामीले उचित हो। हामी नचिनिकन त्यही व्यवस्थित खोलामा ढुङ्गा फालेर जुन सहकारीले धेरै दिन्छ त्यही ऋण दिन्छ, जुन सहकारीले ठुलो भरभर लान्छ त्यही सहकारीको सदस्य बने हौँ कि होइन हिरा चिनेर यो सहकारी राम्रो हो भनेर यो हिरा हो यो सहकारीलाई अझ राम्रो बनाउन पर्छ भनेर हामी बस्छौँ। यो कुरो अहिलेका हामी सेवकहरूले हामीबाट विशेष गरी नेतृत्व गर्ने वर्गले जान्नुपर्ने छ। कुनै पनि संस्था राम्रो हुनको लागि हामी त्यसैमा चित्त भएर त्यो जसलाई समाहौँ त्यसलाई राम्रो यो मेरो लागि हो भनेर हामी लाग्यौँ भने हामी सफलतामा पुग्न सकिन्छ। सहकारीलाई चिन्यौँ भने सहकारीको उद्देश्यलाई चिन्यौँ र त्यो उद्देश्य अनुसार काम गऱ्यो भने केही सहकारी हिरा हुन्छ हामी 10वटा सहकारी एक
झुन्डाइएका राम्रो मात्रै सहकारीको सदस्य बन्न पाउँदैन। हामीले आफ्नो सहकारीलाई चिन्नुपर्छ। कुनै पनि काम हामी एउटा पानी खोज्दै गयो भने जमिनमा यहाँ 15 फुट खन्छौँ, त्यहाँ 15 फुट खन्छौँ, त्यहाँ 15 फुट खन्छौँ, यता आएर 15 फुट 15 फुट खन्दै गयो भने पानी कहिले खान्छ? त्यो जमिनलाई एकैचोटि एकै ठाउँमा हामीले सबैको मेहनत गरेर सहयोग गर्न पानी दिन्छ। तसर्थ आज यो सरकारी मान्छेले भाइ खत्तमै रहेछ, यहाँको त कर्मचारी खत्तमै, यहाँको त अध्यक्ष खत्तम, यहाँको उपाध्यक्ष खत्तम, यो त म निस्किन्छु। त्यो सरकारी छुट्टी त्यही गर्छ सरकारी। 2-4 दिन त्यहाँ बस्ने, त्यहाँको सरकारीमा पनि छोड्दैन। फेरि अर्को सरकारी कामै गर्दा हामी सही मार्गमा पुग्दैनौँ है, हाम्रो सही उद्देश्य पुरा हुँदैन है। तसर्थ म महिला दिदीबहिनीहरूलाई भन्छु, महिला दिदीबहिनीहरूको हितको लागि, महिला दिदीबहिनीहरूको क्षमता विकासको लागि, महिला दिदीबहिनीहरूको सिपको विकासको लागि महिला विकास पक्ष तथा ऋण सहकारी भनेर खोलेको हो। हामीले भुल्यौँ। कस्तुरीले आफ्नो नारीको सुगन्ध खोज्न जन भौतालिन्छ। हामी पनि राम्रो राम्रो सहकारी मात्रै भौतालियो। आफूसित भएको गुण, आफूसित भएको राम्रो पनि हामीलाई थाहा भएन। अनि महिला दिन छोड्या के दिन बन्या के दिन बनेछ 10 सदस्य बन्या। अनि यो संस्थाको विकासका लागि हामी कतै बाटो भुलेका त होइनौँ। यो सबैभन्दा पहिला हुनुपर्ने सञ्चालकले, सबभन्दा पहिला, अनि कर्मचारीले, अनि हामी सबै प्रसमिति सेयर सदस्यले यो कुरालाई बुझ्यौँ भने यो तालिमको अर्थ रहन्छ। नत्र यो तालिमकै लागि के हुन्छ भन्दाखेरि सीमित हुन्छ र हामीले यो सहकारी नै हाम्रो वास्तविक सहकारी हो, महिला दिदीबहिनीहरूको सहकारी हो। हामी यही सहकारीको राम्रो गऱ्यौँ भने हामी सबैको नेतृत्व विकास हुन्छ, हामी सबैको क्षमतामा विकास हुन्छ। यही सहकारीबाट जिल्ला विकास समितिको सदस्य नियुक्ति भइन्छ। यही सहकारी र बोली पालिकाको अध्यक्ष गर्न सक्छ, यही सहकारीको नेतृत्व लिएको मान्छे भोलि पालिकाको उपाध्यक्ष बनाउन सक्नुहुन्छ। वार्ड सञ्चालन गर्न महिला दिदीबहिनी वार्ड गर्न पाइन्छ। तर हामीले हाम्रो सहकारीलाई कस्तो बनाउने, हामीले नेतृत्व गरेको सहकारीलाई कहाँ लाने, यो प्रश्न चिन्ता हो। होइन, हामी दिदीबहिनीहरूको हो। तसर्थ हामीले अब यो सहकारीलाई त्यो मृगको त्यो सुगन्ध, मृग अन्त बन्द हेर्ने हामी पनि अन्त सहकारी भन्दै अन्त नजाउँ। सबैभन्दा आज मैले पहिला भनेको छु, दिदीबहिनीहरूको मनैदेखि, आफैदेखि यो सहकारी छानियो कि छानिएन, यो सहकारी रोजियो कि रोजिएन, यो सहकारीमा भएको कमी कमजोरी हटाउन आफू लाग्यो कि लागेन, छलफलको विषयवस्तु यो हो। क्या तपाईँको सहकारी म आएर राम्रो हुने होइन, तपाईँको सहकारी अर्को मान्छे आएर राम्रो हुने होइन, तपाईँको सहकारी राम्रो तपाईँले बनाउने हो, हामीले बनाउने, हामी सदस्यले है। पालो पालो गरेर नेतृत्व गर्ने हो, पालो पालो गरेर नेतृत्वमा आउने हो, पालो पालो गरेर दिदीबहिनीहरूले काम गर्ने हो। हामी राजनीतिक रङका आधारमा है, विचारका आधारमा सहकारीको गन्ध ल्याउने होइन। त्यो गन्ध राम्रो गन्ध है। राजनीतिलाई त्यागेर सहकारीमा आउँदाखेरि, मन्दिरमा आउँदाखेरि जस्तो पवित्र आत्मा लिएर आइन्छ त्यस्तै पवित्र आत्मा लिएर सहकारीमा छिर्दियो। यही सहकारीको के गर्छ भन्दाखेरि विकासमा हामी लाग्ने, हामी दिदीबहिनीहरू अनि क्षमता है। हाम्रो दिदीबहिनीहरूको यो सहकारी राम्रो भने तपाईँहरूको क्षमता देखिन्छ। समाजमा तपाईँहरू यहाँ नेतृत्व गर्ने दिदीबहिनीहरूलाई मेरो पार्टीको तर्फबाट वार्ड अध्यक्ष लडिदिनुहोस्। आशा मेरो पार्टीको तर्फबाट भन्छन् कि भन्दैनन् यहाँका मान्छेले, मेरो पार्टीको तर्फबाट तपाईँ उपाध्यक्ष लडिदिनुहोस् भन्छन्। यदि यो सहकारी सफल भयो, यो सहकारी सफल भएन भने त्यहाँका दिदीबहिनी त पीडा काटेर एकले अर्काको पूजा काटेर कामै छैन, तिनका पछाडि को लाग्छ। हामी पत्ता लाग्ने यो समाजलाई सही निर्देशन, यो समाजलाई राम्रो बनाउने दायित्व हाम्रो हो। सहकारी गरिबीहरूको बिचमा एकजना धनी बनेर अनि ती गरिबहरूमाथि राज्य गरेर त्यो धनी कहिले
तिनै गरिबहरूको त्यो शिकार गर्न सक्छ। तसर्थ हामी पनि हाम्रो समाजमा भएको गरिबीदेखि हामी धनी आफ्नो सम्पन्न छौँ भनेर त्यो गरिबीको ठाउँमा हामी लाग्दैनौँ भने तिनै गरिबहरूकोले भोलि हाम्रो धन सम्पत्ति सबै हामीलाई दिन्छ। ती गरिबहरू उठाउनका लागि ती आफू जस्तै सक्षम ती गरिबहरूलाई सक्षम बनाउने कर्तव्य हाम्रो मानवताको त्यसका लागि हामी सरकारले लाग्ने। मैले अस्ति नै भनेको त्यो तालिममा भन्दा आज अति खुसी लाग्यो। ए नयाँ मान्छे ल्याउनुहोस् है दिदीबहिनीहरू, बुहारीहरू ल्याउनुहोस् है। अब तपाईँहरूका बुहारीहरू सहकारी, तपाईँहरूको सहकारीमा छोरीहरू ल्याउनुहोस् है। खालि आमाहरू मात्रै हुनुहुन्छ भनेर अस्ति नै भयो। किनकि यो सहकारी समावेशी मधेसी छ तपाईँको सहकारीमा, दलित छ तपाईँको सहकारीमा, तर के भन्दा त्यो दिदीबहिनीहरूको कम्बिनेसन अझै मिल्या है। अहिले त राज्यको नेतृत्वमा नि थियो त्यही 24 वर्षको युवा युवतीलाई लाने भनिरह्यो, अनि हाम्रो सहकारीमा त्यही 24 वर्षको शीर्ष सदस्य बनाउने किन बिहा गरेको चेलीबेटी पनि उसको आय आर्जन राम्रो छ, जाहिर खान सक्छन् भने उनीहरू स्थायी ठेगाना मजाले बन्न पाउँछन्, बचत गर्न पाउँछन्, नागरिकता लिएको छ, रोकेको छैन नि। बिहाका हामीले कम्तीमा पनि नयाँ आएका बुहारीहरू सहकारीको एउटा कार्यक्रममा कम्तीमा हाम्रो दाइ भाइ दिदीहरूको कसैको होइन छोराछोरीको छोराछोरीको कसैको बिहा होला, कम्तीमा नयाँ एउटा कोसिसले नयाँ बुहारी हेर्ने कार्यक्रम राखौँ। कमसेकम त्यो बुहारीलाई त्यो नयाँ मुख हेर्दाखेरि एउटा सदस्यता दिउँ सहकारीको। त्यसरी कमसेकम नयाँ मान्छेहरूलाई यसमा ल्याउन सकियो भने साँच्चै तपाईँहरू सफल हुनुहुन्छ। छत्याको नमुना सहकारी यही सांस्कृतिक विषय भन्दै म आज अलिकति फरक विषय वक्तव्य राख्छु। अनि धेरै कुरा सिकाउनु भन्दा नि केही कुरा हामीले सुधार गर्न पर्ने कुरा, किनकि तपाईँहरू सबै नेतृत्वमा मैले सरस्वती म्याम बिचरा सन्चो छैन बिरामी हुनुहुन्छ, तथापि आफ्नो बोल्नुहुन्छ उहाँ तपाईँहरूको अनुहार देखेर उहाँको आफ्नो मौज बढाएको उहाँ अब निरोगी भएर तपाईँहरू फेरि तन्त्र गर्न यो तपाईँहरूको ऊर्जा तपाईँ दिदीबहिनीहरूले उहाँलाई दिएको ऊर्जाले उहाँ रोगसित उहाँले समस्याको विकास गर्नुहुन्छ। हेर्नुहोस् अहिले बिरामी भए पनि आउनु भयो आएर तपाईँहरूसित बस्नु भयो भोलि यो नेतृत्वमा तपाईँहरू पनि आउनु। तसर्थ अब हामीले मैले दिदीबहिनीहरूलाई आज फर्स्टमा बोलेको छु, अब अरू सहकारी आउने होइन, यो सहकारीको क्षमता विकास गर्ने, यही सहकारीको भित्र विकास गर्ने, यही सहकारीलाई कसरी राम्रो बनाएर अगाडि बढ्ने नेतृत्वमा हामी जो आउने हो भोलि पनि है। जस्तो यो सहकारीलाई राम्रो बनाउन हामी लाग्नुपर्छ। मैले भनेको थिएँ अध्यक्ष सञ्चालक समिति, विभिन्न उपसमितिहरू अनि वार्डका समितिहरूकालाई बोलाउनु होला है भनेको लिना म्याडमलाई होइन लिना म्याडम त्यही खालको नेतृत्व पक्कै छ होला भन्दै अब अगाडि बढ्न चाहन्छु। आज सहकारी खुला हुन सकेन, सहकारीमा शेयर सदस्यहरूको आकर्षण भएन, शेयर सदस्यहरू नयाँ बनाउन सकिएन। किन सकिएन भन्दाखेरि नयाँ शेयर सदस्यको आकर्षण भएन, नयाँ दिदीबहिनीहरू सहकारीमा छिराउन सकिएन भन्ने विषयवस्तु यहाँ हामीले सहकारीलाई वित्तीय अनुशासन गर्यौँ, सहकारीलाई पारदर्शी बनायौँ भने हाम्रो सहकारीमा सदस्य बनिदिनुहोस् न रिक्वेस्ट गर्नु पर्दैन है, रिक्वेस्ट गर्नु पर्दैन। हामीले चलाएको सहकारीलाई वित्तीय अनुशासन कायम मात्रै गरिदिनु। हाम्रो सहकारीमा भएका निर्णयहरू, हाम्रो सहकारीमा हामी सञ्चालकहरूले गरेका कामहरू, उपसमितिले गरेका कामहरू सबैभन्दा पारदर्शी बनाइदिनु। आफ्नै खोज्दै सहकारी शान्तिदीप सहकारी राम्रो छ अरे त्यहाँको सदस्यता लिने हो, अरू त्यस्तै हो। अहिले त्यहाँको सदस्यता लिने भनिन्छ। सबभन्दा विषयवस्तु आजको छलफलको विषयवस्तु के छ, हामी वित्तीय अनुशासन अप्नाउने कसले? सञ्चालक समिति। सबभन्दा पहिला त सञ्चालक समितिले कर्मचारी त तपाईँले कराएको काम गर्ने कर्मचारी हो नि त। वित्तीय अनुशासन अप्नाउने भनेको सञ्चालक समिति हो, पारदर्शिता कसरी गर्ने भन्ने पनि सञ्चालक समिति। सञ्चालक समिति यो कुरामा ठुलो भयो वित्तीय अनुशासनमा र पारदर्शितामा
हुन भएन। अब यस विषयवस्तुलाई वित्तीय अनुशासन के हो, तिनै विषयवस्तुमा हामी अगाडि बढ्छौँ। यसले काम गर्दैन मलाई सोध्नु हुन्थ्यो पुगेर पर्दैन। के बोल्नु तपाईँहरू छलफल गर्ने हो, छलफल गर्ने हो तपाईँहरूसित। ल त्यो चित्र हेर्नुहोस् र भन्नुहोस्।